ल साथीहरू आज म टक्क लाएर मेरो घरमा हैन ल टक्क लाएर के पकाउँदैछु भन्ने कुरो लो होला से थाहा पाउनु भइसक्यो आज मैले के पकाउँदैछु भन्ने कुरो पनिर ल टक्क लाएर चाहिने सामानहरू यहाँ छ हैन अब अरू मसला त त्यो छुट्टै भइहाल्यो मसँग चाहिँ हरेक कुरो नहरे यो सेतो कुरो लिएको छु र मेरो यो पकाउने तरिका अरूभन्दा एकदम छुट्टै छ है सबैलाई हेर्नु लास्टमा हेर्नु ल मैले खतरा मिठो पकाउँछु तर मेरो पकाउने तरिका छुट्टै छ ल अब चाहिँ म यसलाई पनिरलाई डाइस स्टाइलमा बिस्तारै बिस्तारै काट्न थाल्छु हेर्दै जानु होला टक्कला त्यसको लागि मैले एकदम बराबर साइजको लागि म यो काट्ने प्रयास गरिरहेको छु है अब खासै जान्दिनँ काट्न त पकाउनु मलाई साह्रै मनपर्छ तर पनि टक्कला हैन एकदम एउटै साइजको बराबर साइज काट्नुपर्छ है यसो गर्ने हो तपाईहरु यत्रो साइज काट्यो भने साइज दामी आउँछ मिठो हुन्छ के ल ओके फाइनली मैले यस्तो एउटै साइजमा काटिसकेँ र यतापट्टि छ यो चाहिँ मैले किन यो ठुल्ठुलो काटेको छु भन्दाखेरि मैले चाहिँ मेरो पकाउने तरिका छुट्टै छ त्यो भएर यस्तो ठुल्ठुलो बनाएको छु है त ओके साथीहरु अब म चाहिँ यो पनिरलाई हैन टक्कला भुट्दैछु र प्लस एकैचोटि मैले के गर्छु भन्दाखेरि यसलाई पनि मैले चाहिँ छुट्टै भुटेर मिक्सचरमा गरेर ग्रेभी दामी बनाउँछु कि मेरो नयाँ स्टाइल चाहिँ यसलाई अब हल्का अब तेल हालौँ है यसमा चाहिँ यो हल्का तेल हालौँ अनि यो पनिर यसमा पकाउँछु म पनिरलाई धेरै तेल चाहिँ हाल्नु पर्दैन थोरै तेल हालौँ है अनि तपाईँको यसमा चाहिँ तपाईँको पनिर छान्ने यसमा चाहिँ छ नि यो मसलाहरू चाहिँ यसमा भुट्छु मैले है अब हाम्रो घर अब यो पनिरको लागि चाहिँ फ्राई प्यान छैन नि त तर यसैमा मैले युज गर्छु अब हेरौँ अब ठिकै छ यो तालिसक्यो यसलाई हल्का थोरै यसो अब यस्तो यस्तै सामानहरू छ नि यो के हुन है मैले जान्दिनँ यो तेजपत्ता यो लङ सुँगे अब यस्तै अग्रम गर्नु छ टक्क मैले हालिदिइहालेँ प्लस त्यसमा थोरै तपाईँको मेथी हाल्यो भने टेस्ट आउँछ कि ल ओके अब यति टक्कला बनाऊ है यसलाई लास्ट गरौँ करिब अब यता यो नि भइसक्यो अब यसलाई बिस्तारै बिस्तारै निकालेर नड्राइकन बिस्तारै नातिकन छेउबाट हाल्नु ल यसलाई चाहिँ धेरै यो रातो रातो पार्नुहुन्न त्यसरी यो धेरै गर्नुहुन्न फेरि यो हुन्छ अब करिब करिब यो पनि यहीँ यो रातो भइसकेको छ रातो भइसकेपछि के गर्ने अब जति खाने यसलाई एकैछिन गलाम गुर्न हालिदिने अब यता यो पनि हुँदै गर्छ हल्का धेरै रातो गर्नु पर्दैन हल्का रातो गर्छ हुन्छ फेरि धेरै रातो भयो भने तपाईँको पनिरको जुन टेस्ट हुन्छ नि नेचुरल टेस्ट त्यो चाहिँ अलिक हराउने सम्भावना हुन्छ फेरि हल्का हल्का मजाले भुट्नुपर्छ धेरै भुट्नुहुन्न धेरै साह्रो पनि हुनुहुन्न पनिर पकाउँदा मेन पोइन्ट भनेको यो हो कि तपाईँ जहिले पनि पनिर पकाएपछि जहिले भाँडा नराख्नुहोस् पानीमा हाल्नुहोस् र हल्का नुन हाल्नुहोस् यति गरेर तपाईँको यो पनिर भित्रभित्र नुन पस्छ प्रायः जस्तो मान्छे यो गर्दैन अनि त्यही भएर पनिर खाँदा खल्लो हुन्छ तपाईँको यो पानीमा नुन हालेर घोलेर त्यसमा हालिसकेपछि पनिरभित्र पुरै नुन पस्छ मिठो हुन्छ आहा ल कति छिटो बन्छ अब यताको मसला रेडी हुँदैछ यताको पनिर फ्राई हुँदैछ अझ मैले थोरै धेरै हालेँ नि त लास्ट भएर त्यही भएर ओके यो मेरो मसला चाहिँ यस्तो भइसक्यो अब यसलाई चाहिँ म यो मिक्सचरमा पिन्ने काम गर्छु ल मिक्सचरमा थोरै थोरै टक्क लाएर हाल्छु यो मैले यो पकाएर सेलाएर बल्ल यसमा म पिन्दैछु ल टक्क धेरै यो थोथोर गर्नुपर्छ बेसी यसलाई टक्क लाएर अब यही पिन्छु है त एक लोड मैले पिनी भइसक्यो यसलाई म सल्लको लागि साइडमा चाहिँ खनाउँछु अनि दोस्रो लोडको लागि फेरि म यहाँ हाल्छु ओके अब यो मेरो ग्रेभी तयार भइसकेपछि अब चाहिँ म पनिर पकाउनु तेल लाग्यो अघि पनिर तारेर रहेको थोरै तेल थियो त्यसैमा मैले अब पकाउँदैछु है त अब मैले पहिला सुरु के गर्छु भन्दाखेरि हो यो केराउलाई भुट्छु म्याक्सिमम मान्छेहरूले के गर्छ भन्दाखेरि केरा नभुटिकन हाल्छन् कि त्यो ल्यास ल्यास पर्छ तर यसो हल्का भुटेपछि
दामी टेस्ट आउँछ ल है त। यसलाई म पहिला भुन्छु अनि म देखाउँछु के गर्छु भनेर। ओके, मैले तेल यसरी फिस बनाएको छु। यो चाहिँ मेरो कला हो, यो सिक्रेट छ। अब मैले के गर्छु यहाँ केरा हालिदिन्छु। केरा हालेर एकछिन 2-3 मिनट यसलाई मजाले नै भुट्छ है त। अघि केरा यस्तो भइसक्यो। अब यति भएपछि यो भयो है। अब यसमा के गर्ने, अघि बनाएको थिएँ यो पेस्ट हो, यो पेस्टमा सर्लक्क लगाएर यहाँ हालिदिने। यो सबै हाल्नु ल। अब यसमा मैले अघि सबै यो पेस्ट हालिसकेको छु। थोरै पानी हालेको छु किनकि आफ्नो घर कतिजना हुनुहुन्छ त्यो अनुसार पानी हाल्नुपर्छ। र अल्छी मजाले भुक्दो उम्लिनु 2 मिनट उम्लिदिने। यस्तो भइसक्यो। अब हामीले हल्का मसला हाल्नुपर्ने हुन्छ। मसलाको लागि अब आफ्नो घर जे खास जिरा धनिया हो, अब आफ्नो जे त्यो हाल्ने त नि। टक्क लगाएर यो त्यो हालेँ मैले। अनि हाम्रो अर्को यो घरमै बनाएको सिक्रेट मसला यो पनि थोरै राखेँ। मसला धेरै हालेर मिठो हुने होइन है, सबै कुरो मात्रा मिलासी मात्र मिठो हुने हो। यसलाई सर्लक चलाइन्छु। अनि यसको पछाडि बल्ल पनिर हाल्ने हो। अनि हाम्रो पनिर रेडी भयो। तर अझै भएको छैन के, अझै हेर्दै गर्नु होला। ल ग्रेभी त आयो हो क्या यसको ल। अब यति भएपछि मसला पनि पाक्यो। अब अलिअलि पानी थपेपछि त्यो पानी पनि सुक्यो। अब हिँडेको अक्खा प्योर ग्रेभी रह्यो यहाँ। अब यसो के गर्नुपर्छ हामी बिस्तारै बिस्तारै अघि नुन पनि भिजाएको यो पनिर बिस्तारै हाल्दिने। खोल्यो नि त ल। ल सर्लक्क लाएर यसलाई हाल्ने। अब यसलाई के गर्ने, पानीमा भिजाएपछि कस्तो हुन्छ भने अब यो रस सोच्दैन कि खासै। ल नुन पनि सर्लक्क लाएर गएको हुन्छ। ल पनिर चाहिँ त्यसरी धेरै भयो, मैले धेरै लिएँ नि त, आधा किलो नि त। सर्लक्क लाएर यो पाकिसक्यो। अब यसलाई 1 मिनट यतिको पकाइदिने। र अनि तपाईँको यो बन्द गर्ने बेलामा यो पनिर छ नि यो हो, यो भागलाई मैले पहिले कुटेर राखेको छु कि। जस्तै कि हामी धनियाँ आफ्नो टपिङ गर्छौँ नि हो, यो चाहिँ अनिवार्य गर्नुपर्छ। यो गरेपछि नेचुरल पनिरको टेस्ट आउँछ क्या, स्वाद आउँछ क्या, बास्ना आउँछ क्या। कतिपय साथीहरूले के गर्नुहुन्छ भने यो चाहिँ लास्टमा हाल्नुहुन्न कि। ल यति चाहिँ लास्टमा कसरी हाल्नु भन्दा नि टक्क हुँदैन यसरी, यसरी टक्कलाई हाल्ने, छोपिदिने, बास भयो। फाइनल्ली हाम्रो यो पनि पाक्यो। अब हामी टपिङ मात्रै गर्ने। यसलाई सर्लक्क हालेपछि यसको हर 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 बास्ना आउँछ क्या है। अब मैले के गर्छु, यसलाई मैले अब छोपिदिन्छु। अन्तिमसम्म भिडियो हेरी साथ दिनु भएकोमा सम्पूर्णलाई थ्याङ्क यू सो मच। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला ल। ओके, फाइनली पनिर खानको लागि रेडी भइसकेको छ। यम